ल सबैजनालाई नमस्ते है त। अब सबैजना सन्चै राम्रो हुनुहुन्छ होला र म पनि सन्चै राम्रै छु है त। आज चाहिँ यसो चिरीचट्ट परेर चाहिँ म चाहिँ हाम्रो यो कम्पनीले चाहिँ एउटा ट्राभल टुरको लागि लिएर जाँदैछ। त्यसपछि म लगायत अलिकति नेपालीहरू हुनुहुन्छ, त्यसपछि मङ्गोलियन, फिलिपिन्स, त्यसपछि अर्को हजुरको के छ भन्दाखेरि अर्को यहाँ हङ्गेरियनहरू पनि जाँदैछन्। कहाँनिर भन्दाखेरि एउटा इगर भन्ने ठाउँमा चाहिँ हामी जाँदैछौँ। के कस्तो हुन्छ सबै कुरा म हजुरहरूलाई म के छ अवगत गराउँछु। त्यसपछि यो भिडियो चाहिँ एउटा सेभको लागि पनि एउटा मेमोरीको लागि पनि त्यही भएर चाहिँ मैले खिचेको कि त। भोलि पर्सि यसो हेर्न मजा आउँछ क्या, त्यही पनि है त। ल अहिले चाहिँ म मेरो रुममा छु है त। यो चाहिँ मेरो रुम हो। त्यसपछि भद्रगोल छ छन चाहिँ यस्तो छ सबै कुरा। यो चाहिँ मेरो रुम हो है, देख्न सक्नुहुन्छ मजाले है त। त्यस्तो छ, फेरि सिरिज यस्तो छ है। म चाहिँ अब यता चाहिँ टोइलेट बाथरुम साथमा यहाँ भइहाल्यो है। सर यसो हेर्नु न, बाथरुम साथमा यहाँ चाहिँ म छु। सट्ट मलाई पनि देख्नुहुन्छ मेरो लुकलाई सेट पाराले। ल है त, अब हामी मुनि पनि जान्छौँ लबीतिर। त्यसपछि बाटातिर के कस्तो हुन्छ म सबै कुरा म तपाईँहरूलाई अवगत गराउँछु। त्यसपछि भिडियो चाहिँ हेरिदिनु होला, माया साथ सपोर्ट दिनु होला है त। त्यसपछि यो चाहिँ मेमोरीको लागि मात्रै हो है फेरि। ल अब चाहिँ हामी गाडी चढ्न लाग्छौँ है, गाडी चढ्दैछौँ। त्यसपछि म आउँछु। अब केटाहरू फेरि त्यहाँनिर छ नि हेर्दैछन्। अहिले चाहिँ हामी बसमा छौँ। बसमा छौँ, यहाँ चाहिँ खानेहरू Want a sandwich? Who don't eat two sandwich can pick in the bus here. Now it's open. के हो दुईवटा स्यान्डविच खानु मन भएकोलाई खाने भन्छ। यो स्यान्डविच खानु लाग्यो, मिठो स्यान्डविच बगान मिठो दायरामा। तपाईँ खानु नि तपाईँले। है अलि सानो गाछ हाल्नु नि मलाई, अलि सानो गाछ हाल्नु। हजुर सिक्ने नै खाएको ए भित्रको के ए साग हो है यो त होइन न? एउटै हो, एउटै हो। हेर्नु न, साग, मासु, चिकन अनि ब्रेड हेर्छ मिठो बगान मिठो। ल अब चाहिँ हामी खान्छौँ। अनि खाएर चाहिँ कति बजी हिँड्छ यहाँबाट बुझ्नु भएन? यहाँ हेरेर भन्नु। अब हिँड्छ होला, जानु थाहा भएन त्यसमा हिँड्छ होला। अझ हामी यहाँ स्यान्डविचको लागि प्लस अब स्मोकिङ गर्ने स्मोकिङ अनि पिसा फेरि त्यसको लागि रोक्यो हामी। अब फेरि हामी उता गएर भेटिन्छौँ है त। ल बाई, त्यहीँ गएर भेटौँ न। बिजो खाएको तर मुखमा पनि अलिअलि उ भयो क्या, अड्क्याएको छ भयो। त्यही भएर नि अब अहिले आज चाहिँ हामी कम्पनीको टुरमा चाहिँ आएको छौँ। अब नाम के हो भनेर मलाई थाहा छैन, इगरहरू के समथिङ त्यस्तै हो।
खै अब मेरो आवाज सुन्नुभएको चाहिँ सुन्नु भने मलाई थाहा होइन तर अहिले चाहिँ हामी त्यो कहाँनिर छौँ एउटा रेस्टुरेन्टमा छौँ जहाँ चाहिँ हामी केयर लाग्छौँ एउटा कफी खान लाग्छौँ अब कफीमा म के गर्छु दुईवटा चिनी छ चिनी पनि म मिसाउँछु होइन ल निमा मजाले हेर्नु नियम पहिला चिनी मिसा केही शब्द बोल्नु तपाईँ बोल्दै गर्नु तपाईँ मलाई बोल्न आउँदैन तपाईँ भन्नु त 2 शब्द केही बोल्नु न भिडियोमा कस्तो गरे होला यहाँ देखाउनु भने यो युट्युबमा हाल्दा चाहिँ बिचरा मैले चाहिँ पानको पाता मजाले घोटेको छु अब यो टेस्टमा चाहिँ कस्तो हुँदैछ सबै खाइदिनु त टेस्ट गर्दै भयो खानुभयो दाइ खानुभयो तपाईँले खाइसक्यो कस्तो कस्तो मिठो छ टेस्ट वान छ अब हामी यहाँ कति कुन कफी हो यो भन्नु पर्यो नि त यो अमेरिकन हो अमेरिकन अमेरिकन होइन यो क्यापाचिनो हो यो अमेरिकन त त्यो हुन्छ या त ल हाम्रो चिया जस्तो हुन्छ यो कफी त देखाउनु आराम छ देखेछ कफी ल यो हो हाम्रो कफी त्यसपछि अर्को के प्रोभाइड गरेको भन्दाखेरि यो रेस्टुरेन्टमा चाहिँ दुईवटा चक्लेट पनि छ त्यसपछि अर्को यहाँनिर पनि थियो यो थालीमा चाहिँ योवाला थियो अनि यो चाहिँ लगभग सबै ल्याउनु यहाँ राख न त्यो ल्याउने भइहाल्छ नि हामीलाई त हो सबै हामीले किने हो सबै यो पनि हामी टेस्ट गर्छौँ कस्तो रहेछ यो टेस्ट पनि हेर्दैछौँ है ल एउटा म टेस्ट गर्छु है हजुर लिसु एउटा एकदम भलात्मी भएर खाने यसरी गुड भारतमा आएर खानुहोस् तर त्यो यहाँ म पनि छु है फेरि हामी चाहिँ टुरमा घुम्न आएको छौँ साथीभाइसँग रमाइलो हाङकुक टुर ल यो भन्छ अब हामी अहिलेको लागि भिडियो हामी यहीँनिर स्थगित गर्छौँ अब कन्टिन्यू नेक्स्ट कहाँनिर जान्छौँ त्यसपछि सबै म चाहिँ हजुरहरूलाई सबै देखाउँछु है त अहिलेको लागि म यहाँ रेस्टुरेन्टमा छु म देखाउँछु है त त्यही म देखेछु हेर्नु पर्फेक्टली देखेछु चक्लेटहरू के जस्तो रहेछ यसो देखाउँछु ल चक्लेटहरू हेर्नु त हेरिसक्यो यो वाला ले जाऊँ ना मैं कुकुर वाला घर लाङ्ला हो लगिदिनुपर्छ मेरोमा लगिदिनुहुन्छ दाइ कति पैसा चक्लेट कति लग्यो मेरोमा लाने भने अस्ति के हो है लाने भनेर के हो ल यस्तो छ है देख्न सक्नुहुन्छ आजको कम्पनीको ट्राभल है त यस्तो छ है त चिसो चिसो मौसम छ लास्ट चिसो छ फेरि अति नै चिसो छ चिसो मौसमको के छ भएर पनि यसो कफी सफी चाहिँ हान्नु आयो अघि हामी ल अहिले चाहिँ म चाहिँ एउटा चर्चमा छु होइन यो चाहिँ फेमस रहेछ हङ्गेरीको हामी चाहिँ आज कम्पनी ट्राभल टुरमा चाहिँ आएका छौँ यस्तो छ यो रूप देख्न सक्नुहुन्छ चर्च फेमस चर्च रहेछ अब यो चर्चको नाम चाहिँ थाहा भएन ए खिच्दिने भने ए कहाँनिर बनाउने हजुर
कहाँबाट माथि हाल्यो भन्नु त यहाँ चाहिँ म पनि छु फेरि मलाई पनि देख्न सक्नुहुन्छ कहाँबाट बनाउनु खालि अनि म बनाइदिन्छु भाइले अघि भिडियो चाहिँ यस्तो तरिकाले बनाएर राम्रो बनाएछु भने मैले निमा दाइ पनि हुनुहुन्छ हलो गरिदिनु हेलो हेलो ल जानु ल तपाईँको म भिडियो नि बनाइदिन्छु यो पनि गराउँछु जानु भने भाइले त्यही त बोल्ने उता ल ठिक छ त तपाईँको यहाँ पनि हुन्छ मेरो नि हुन्छ टक्क त उताल्छौँ ल ल जानु है म नि आउने हो देखाएको छु सबै देखाएको छु भने ठिक छ ल जानु अझ जाने तल जाने हो भयो उतातिर हेर्नु ल हाम्रो सरलाई नि यसो खिचिदिनु भने खान सरलाई पनि म यसो खिचिदिन्छु सरको पनि है त सरको के हिँडेको खिचिदिने हिँडेको बिचतिर पनि हान्न मिल्छ अहिले चाहिँ हामी फेरि यस्तो ठाउँमा आयौँ है त यस्तो रहेछ चर्चभित्र यस्तो छ के खिचिदिनु तपाईँको खिचिदिने हो भिडियो मलाई भिडियो त अब पुग्यो मलाई हजुर फोटो पुग्यो कि ल ठिक छ के खिचिदिनु भने ल्याउनु गरेर म खिचिदिन्छु भिडियो नै गरिदिन्छु कि भिडियो ल ठिक छ ल फिनिस गर भन्नु दाइले म फिनिस गरिदिन्छु ल खै हाम्रो नेपाली केटाहरू कहाँ गयो नेप्लिज बोइजहरू खै ल म चाहिँ यस्तो आएको छु है त ट्याक्का ल कुन चाहिँ भने कुन मान्छे यस्तो चाहिँ हतार हो यहाँ स्पुन भाग्ने टोली हो अब एक वर्ष भाग्नु छ नि दाइ के हो सर दाइ एक वर्ष भाग्नुहुन्छ होइन अब दाइ पछाडि हुनुहुन्छ फेरि म यहाँ छु यस्तो चिसो छ कि तर आनन्द चाहिँ छ है चिसो भने आनन्द छ मजाले टाउको पनि ठिराएको छ त्यसपछि हाम्रो म्याडमले चाहिँ उहाँ हुनुहुन्छ म्याडमले चाहिँ बोलाएको बोलाइ हुनुहुन्छ अघिदेखि छिटोको छिटो छिटोको छिटो भनेर चाहिँ हामीलाई चाहिँ अप्नाउनु भयो ल अब चाहिँ हामी भात खाने ठाउँमा आयो त्यो त अघि नै हामी घुम्यौँ है ए त्यहाँबाट गएको हेर्नु नि यस्तो राम्रो छ क्या रुखहरू नि भइहाल्छ ल अब हामी चाहिँ रेस्टुरेन्टमा गयो बोल्न अब मनाइ छ अब भित्र जान्छु के कस्तो हुन्छ त्यसो देखाउँछु त्यो ठाउँमा आइया छ अब चाहिँ हामी खाना खाने तयारीमा छौँ है त हामीलाई चाहिँ आएको छैन डिस पनि आएको छैन दाइ पनि हुनुहुन्छ सेतो देखिनु हो कतै हेरिदिनुहोस् वरदान त्यहाँ छन् हेलो हेलो यस्तो हो के म नि यहाँ राम्रो देखिन्छ खाना चाहिँ आएन हाम्रो चाहिँ प्लेटहरू चाहिँ आयो हामी दुईजनालाई चाहिँ आएन पनि आउँछ त्यसपछि खाना आएपछि फेरि देखाउँछु है त खाली गर नि त्यहाँ ठाउँ खाली गरेर अनि पो दिन्छ त जुन जुन मिठो छ त्यही हालेको
यस्तो उकालो चढ्दै जान लामा हामी चाहिँ होइन के भन्छ त्यहाँ पनि ग्रुप छन् हो के को इन्टरभ्यू हाम्रो माइती घरको जस्तो हो क्या त्यो चाहिँ एउटा भिडियो बनाएको छ तर राम्रो छ या दाइ है हेर्नु न त्यो बुदापेस्टको भित्र छिरी जस्तो क्या चेन गेटबाट होइन चेन गेटबाट छिरे जस्तो त्यस्तो रहेछ ल दाइ र म चाहिँ जाँदैछौँ हामी चाहिँ के छ स्पेसल त्यहाँनिर हजुर Okay guys, so firstly we will have a photo here, then we will agree that from my side after 5 o'clock I will pay entrance from 5 o'clock until 5:30. Okay, if you want earlier you can go in, but you have to pay it for yourself. From now on, after the picture, you will have a free program until 5 o'clock. Okay, at 5 o'clock we meet here at this exact spot. If you do not interested in the castle, if you are not interested, okay, then you have to arrive here exactly 5:30, no later. Okay, if you want to go in 5, if no, 5:30 here, but 5:35 the bus will bring us away from near here to the winery. If you are late, you are gone. Okay, so you catch a bus for yourself. So please be on time. Okay, so 5 o'clock here if you want to go into the castle, 5:30 if not. Okay, now we make a picture and then free program until 5 o'clock. Okay, come on, come here. Let's make a picture. On it, already organizing the picture. यस्तो बबाल क्या यहाँबाट चाहिँ भ्यू दामी देख्ने है हामी चाहिँ यस्तो ठाउँमा आएमै ल च्याट्ट पाराले होइन के हो यस्तो यो थाहा छैन अब यो चर्च सम्बन्धीको के हो है निमा दाइ माथि जामा नि म यहाँ मुनि हाल्नु लाग्छ पछि माथि पहिला मेन टार्गेटै हाम्रो माथि हो क्या आउनु त हुन्न निमा दाइ ल अब हामी माथि जान्छौँ है त माथि जान्छौँ त्यसपछि लास्ट यति त्यहाँबाट हामी जान्छौँ हामी कुक ब्याक टु फेरि कति खिच्ने